हेलो गाइज, अहिले चाहिँ रातिको कति बजे होला आफै गेस गर्नु होइन। हाम्रो पारै हाम्रो अर्को सानो डन हुन्छ मुसुमुन्द्रे उठेर हे मरे सुत्नु देखाएन। अहिले रातिको बज्यो होला चान्चुन 3 त्यस्तै बज्यो होला। राति त कतिखेर उठ्छ सुत्न दिने त्यस्तै हो। हामी बुढाबुढी बगैँचारी भिडियो खिच्ने छोरो आमालाई के गर्न चाहिँ है गर्दै थियो सुताउँदै थियो आमाले। अहिले चाहिँ भर्खरै फेरि मैले चाहिँ एउटा सरप्राइज प्लान गरेको थिएँ हिजो राति। निन्द्रा नै पुस गएको छ। सरप्राइज त पग्लेर कस्तो भइसक्यो होला। बिहान राख्नुपर्छ, बिहान दिनुपर्छ। अब अचम्मै हुन्छ घरमा। कहिले छोरो बाँध्ने आमालाई गाह्रो, कहिले माउ बाँध्ने पालैसँग हामी मिलेर आमाको नाकको रौँ जलाउँदैछौँ भाउजू। राति छोरो सुत्नु दिँदैन के गर्थे, मोबाइल चलाएर आएर कुटुक्क हेर्न आउँछ अनि भिडियो बनाइदियो होइन। आनन्द पछि त ल देख्न पनि पाइयो होइन। अब अहिलेलाई कति बज्यो खै 3 बजेर कतिको 3 बजे 3:30 भइसक्यो पो रहेछ त है। 4 बज्नु पो खोसिएर एकछिन 4 पनि बज्छ। मर्निङ वाक जाऊँ भन्यो भने धेरै निन्द्रा कहिले लाग्दैन, उठ्नै पर्दैन। निन्द्राले छोड्दै छोड्दैन, छोराले गरिदिनु पर्छ। जस्तो यसैको निन्द्रा पनि हराउँछ। लु त गाइस अहिले अब गुड मर्निङ भनौँ। 4 बज्नु आइसकेको थियो नि, 3:30 भइसकेको थियो अहिले हेर्दाखेरि 4 बज्न लागेको छ। लु अहिले अब यति नै गरौँ। 4 बज्नु लाग्यो। त्यहाँदेखि छोराले सुनिदिन्छ कि अब एकछिन पल्टिनु ला जस्तो गरौँ। हेलो छोरा गुड मर्निङ गरिदेऊ सानो। आमा छोरो सुनिदिन्छ हेर्नलाई चाहिँ गएको छोरो चिरञ्जीवी सानो हेलो गरिदेऊ सानो। हाम्रो रात्रि भ्लगलाई सानो हजुर हेलो ओहो ल कत्रो हेलो गर्दै सानो। श्रीकृष्ण लाल के छ र जय गर्देऊ सानो। जय श्रीकृष्ण कन्हैया सानो। श्रीकृष्ण कन्हैया ला लागि आमा लागेर अल्ला बाबा उद्दुङ्गो छ मेरो छोरो, उद्दुङ्गो छ। कहाँ हराउँछ मेरो छोरी, हराइरहन्छ मेरो छोरी। हेलो गर्दै सानो ल्याएर उठेर आमालाई नआएर बाबा ठाउँलाई छ लानु यस्तो छ त मेरो छोरोको पारा। हालले सुत्दा पाउने हुने यस्तै हो हाललाई चाहिँ। हेलो गुड मर्निङ गरिदेऊ सानो सानो गुड मर्निङ गरिदेऊ न। आमालाई लडी बुढिया भयो छोरो क्युट छ, राम्रो छ। मान्छे घर राख्ने नाम त धेरै नि छ। कहिले सानो भन्छु, कहिले ध्वासु, कहिले कन्हैया। मेरो छोरोको नाम चाहिँ जिब्रो निकाल्लाई चाहिँ सानो। नुनु नगर्ने सानो, नुनु नगर्ने। तिमी मजाले नुनु खुलाउने, तिमी दिउँसो पनि मजाले नुनु गर्ने। हामी चाहिँ के गर्ने सानो, हाम्रो रात्रि भ्लग छोरोको लागि सामेल गरेर हेलो हेलो अरे सबैलाई मेरो छोरोको तर्फबाट हेलो गर्दै नमस्ते गरेर देखाएको सानो सबैलाई। बिहानको नमस्ते गर्छ नि त ल पिउँ। 4 बजे आइहाल्यो तिमीले बिहानको। 3 बजीदेखि कति बजीदेखि उठ्यो तिमी? 2:30 बजीदेखि उठ्यौ। अब सुत्ने तरकारमा छैनौ तिमी, हाई मात्र गरिन्छ। छोरो हाँसो चाहिँ मेरो छोरोको बाउको भन्दा पनि प्यारो छ। माया गर्नु बाबाले माया गर्दैन त ल। बाबाले माया गर्दैन, बाबाले माया गर्दैन सानो। बाबाले माया गर्दैन नगर्ने लड्यो। अब सुत्यो अहिले ल यति नै। अब हामी पनि अब बाउ छोरा खेलेर बसौँ ल। यो चाहिँ कहिले पोस्ट गर्ने भन्दैन, मेरो बुढीले कहिले एडिट गरेर पोस्ट गर्छ भन्ने कुरो मलाई भन्दा नि बाबाले माया गर्दैन। जिब्रो निकाल्दै जिब्रो निकाल रमाएको छ। हजुर हजुर बाबा सानो बाबा बाबा तिमी सुत्यो ए अब मम्मीलाई या हुन्छ साह्रो हुँदैन। अब आमालाई भुत लगाइदिने, आमालाई सुतेर त आमालाई देख्दै सक्दैन मेरो छोरो। अब हामी बाबासँग त भ्लगमा आऊ न, मम्मीले सुत्न देऊ न। हामी बाबासँग भ्लगमा छौँ, तिमी पनि औ औ औ हेर अगाडि के छ औ क्या हो तँलाई राति आउँछ मम्मीलाई के भुत लाग्छ, मम्मीलाई भुत लगाइदिने कहिले टोकिदिने।
बाउले चाहिँ गर्दैन है, बाउले त नआएको छ। यसले अलिकति आमाले चाहिँ हो, बाउले चाहिँ गर्दैन। अहिले नगर्ने हो, पछि त कम्फु कराउँदै देखाइहाल्छ नि मलाई। अहिलेदेखि बेला बेला देखाउँछ, कहिले सेन्टको डब्बाले अगाडि हानिन्छ सुत्दा बेला। हेलो गाइज, अब हिजो राति आज चाहिँ मेरो एनिभर्सरी है। हिजो राति अब बुढीलाई केक सेक सब काटेर सरप्राइज दिउँला ल्याएर बुढीलाई सरप्राइज दिउँला भनेर आएको थिएँ। बेलुका निन्द्राले बुढीले त बुढा अलार्म बज्यो भने भन्ने सुनाएको भने नि उन्न चिसा उन्न गाला अरे यहाँ मैले केही गर्नु पाएँ। त्यहाँ चाहिँ अहिले मैले हिजो राति नै के गरेँ, एनिभर्सरी केक लगाएर बुढीलाई टक्क दिन देखाउने सुतिर चाहिँ हिजो बाद बेलुका 12 बजी गर्नु पर्यो गरेर चाहिँ बेलुका 12 बजी गरेन किनकि निन्द्रा लिने थिएन। निन्द्रा पनि लास्टै लागेको थियो। ह्याप्पी एनिभर्सरी बुढी। ल हाम्रो बुढी सुतिरहेको छ यहाँ, मेरो बुढी छोरीको पारा क्या छ। ल बुढीलाई ह्याप्पी एनिभर्सरी के ल सुतिरहेको मान्छेलाई यसरी के दिँदा त्यो माथि पसल खोलेर थियो त्यो गरेर ल्याएको त्यो माथि। ल उठा 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 मेरो बुढी उठा एउटा त्यो मेरो गाउँबाट ल्याएको बच्चा गिफ्ट चाहिँ अहिले कहाँबाट दिने र अलिक पैसा ल्याइदिनुपर्छ गिफ्ट चाहिँ। ल ल काट्टालाई मेरो छोरो पनि यहीँ छ। यो चाहिँ मैले ल फुगार ल निकालेर साइड राख त निकालेर यो मैले हिजो बेलुकै राखेको थिएँ कि हिजो बेलुका 12 बजे गर्छु भने निन्द्रा तल उठाउँदा उठा हो नउठाएन होइन। है केक चाहिँ यहाँ छ मान्छेको मेरो छोरो नि केक खानलाई पुरै इन्तजार 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 गरेर छ। मेरो बुढीको रियाक्सन पनि हाँसी 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 ह्याप्पी ह्याप्पी कताली बजाऊ ह्याप्पी एनिभर्सरी मम्मी बाबा ह्याप्पी ह्याप्पी एनिभर्सरी ह्याप्पी एनिभर्सरी बुढी मेरो आशीर्वाद सधैँ भइरहेको। Thank you so much, Buddha. Thank you. I love you. हेलो चलो हाम्रो सेकेन्ड एनिभर्सरी हो हाम्रो बाबुको एक वर्ष पुग्छ है भन्ने यस्तो यस्तो चक्लेट चाहिँ खानुपर्छ। डार्क चक्लेट भएको बेला राम्रो हुन्छ होइन। त खानु एनिभर्सरी आएर बुढा बुढा खानु छोड्दा बुढा खाने हुन्छ।
गाइस हाम्रो चाहिँ आज स्पेसल डे हाम्रो एनिभर्सरी हाम्रो चाहिँ बिहे गरेको 2 वर्ष कम्प्लिट भयो कसरी बित्यो थाहा छैन भन्नुहुन्थ्यो झगडा गर्दै हाँस्दै रमाउँदै त्यस्तै हो अब बित्न त त्यस्तै बितिहाल्यो 2 वर्ष बितेर हाम्रो बाबु पनि 1 वर्ष भइसक्यो त्यही हो खुसीको कुरा प्रगति भन्ने कुरो त्यही हो 2 वर्षभित्रमा अनि सो गाइज अनि आज चाहिँ हामी अब कहाँ जानु लागेको भन्नु होला बुढोले खै कहाँ लानु लाग्नु भयो त्यो चाहिँ मलाई थाहा छैन श्रीमानज्यूसँग सोध्नु होला कता जानु लाग्नु भएको हो बुढो पहिलाको त क्यान्सल भइहाल्यो है क्यान्सल भइहाल्यो पहिला भनेको ठाउँ के ए वासी पञ्चमहालक्ष्मी कि के पञ्चमहालक्ष्मी मेरो त सातो भइरा मेरो साथमा गएको थियो कहाँ स्पिड हाने होइन लाग्छ म त यता मैले बोलेको सुरुमा चाहिँ तपाईँले स्पिड हान्दिनु भयो चाहिँ क्या भन्ने सोच होइन म त्यहाँ झुकेर मैले त्यहाँ स्लो गरेर हान्थेँ टर्निङै मैले दबाइरहेको थिएँ नि झुकिरहेको त्यहाँ स्लो गर्दै हाल्नु म त त्यो पुलिस ट्राफिकहरूलाई हेरेर पनि थिएन क्या साँच्ची हो देखिरहेको थिएँ मैले याद गरेर सुरुमा याद गरेको थिएँ शनिबार बस्दैन होला भन्ने यादै गरेको थिएन पछि ट्याक्क देखाएको थिएँ क्या अनि त्यही टर्निङै स्लो गरिहाल्थेँ गाडी उठेको थियो केक सेक काट्यौँ सबजना मिलेर अनि फेरि उसको बाबा छोरा चाहिँ सुत्नु भयो 5 बजीतिरबाट 5:30 भएको थियो 5:30 बजीतिर उसको बाबा छोरा सुत्नु भयो अनि म उठेँ कामसाम गरेँ अनि बाबा छोरा 7-8 बजीसम्म सुत्नु भयो अनि उठेर सुतेको थिएन आज अनि अहिले चाहिँ सुत्यो अनि तपाईँलाई यो 2 वर्षको जर्नी कस्तो लाग्यो हजुर रमाइलो लाग्यो मेरो गफमा भुलिएर ट्राफिकलाई हेर्न बिर्सिनु होला क्या त्यति साह्रो पनि छैन सरा खाइसक्यो 1000 रुपियाँ बोल चिलाएर पकेर त्यति धेरै इम्पोर्टेन्ट पनि नदिनु बुढीको गफलाई दिन त दिनु थोरै दिनु अनि ल भन्नु त्यही क्वेसन म तँलाई सोध्छु है मैले सोधेँ भन्नु न पहिला मलाई त रमाइलो लाग्यो झगडा गरेर त्यतिकै रमाइन्छ कुकुर बिरालो जच्छौँ मिल्नु पऱ्यो एकैछिन मिल्छौँ झगडा गरिरहन्छौँ रमाइलो त्यही नै हो दिन कटे थाहा हुँदैन अहिले त्यही माथि बाबु छ पहिला 1 वर्ष चाहिँ कठिनै भयो झगडा भाइ केही पर्थेन त्यो झगडा पर्दा बाबु आएर साँच्चै हो बच्चा भएपछि चाहिँ झगडा पर्यो धेरै झगडा त पर्छ नपर्ने होइन परे पनि त्यो बच्चाको कारणले बोलिहालेको रहेछ पहिला त पहिला चाहिँ अनि मलाई तपाईँ पहिला तपाईँ म 1-2 घन्टा छोडेर पनि कहाँ गएको होला कहिले आउने होला जस्तो लाउँथ्यो त बाबु भएपछि त मेरो त दिन गएको पनि थाहा हुँदैन जोसुकै जाँसै जाओस् भन्ने जहिले आए पनि भन्ने केही प्रब्लम भएन भने त्यस्तो फिल हुँदो रहेछ क्या
बच्चा भएपछि त्यो दिनेश चाहिँ भुलिँदो रहेछ दिन गएको पत्तै हुँदैन पत्तै हुँदैन बाबुसँग बस्यो भने दिन गएको पत्तै हुँदैन बाबुसँग बसेन भने अनकन्टै लाग्छ मलाई चाहिँ कस्तो आयो मलाई त गाह्रो 2 वर्ष मलाई एकदमै गाह्रो अब आउँदा दिनहरूमा चाहिँ राम्रो 2 वर्षमा हामी 1 वर्ष त हस्पिटलमा बितायौँ गाइज होइन हस्पिटलमा बितायौँ 1 वर्ष चाहिँ हाम्रो 1 वर्ष त हामी बाबु आएपछि त्यस्तै भयो बाबु आउनुभन्दा अगाडि त्यस्तै भयो भुँडीमा हुँदा अनि बाबु भुँडीबाट बाहिर आएपछि पनि त्यस्तै भयो अनि गाइस म एनिभर्सरीको दिन कुर्ता लाग्छु कस्तो देख्यो भन्नु ल कमेन्टमा अनि हामीलाई ह्याप्पी एनिभर्सरी विस गर्न चाहिँ नबिर्सिनु है गाइस कमेन्टमा एनिभर्सरी विस गर्नु फर्स्ट एनिभर्सरीमा म जन्त जान परेको थियो त्यही पनि मेरो बुढाले गिफ्ट चाहिँ दिनुभएको थियो मलाई गिफ्ट पनि दिनुभएको थियो केक पनि काटिदिनु भएको थियो म फेरि भएर बसेको थिएँ मेरो बुढाले स्पेसल मोमेन्टमा स्पेसल फिल गराउन कहिले पनि छोड्दैन त्यही मलाई गर्व लाग्छ उठ्यो मेरो छोरो This is hello dear husband. Okay. फोटो सुट भइरहेछ क्युट छ त्यो त है सानो हामी चाहिँ दही खान लाग्यो घुमघाम सकाएर पनि एउटा हामी चाहिँ दही खान लाग्यो घुमघाम सकाएर पनि एउटा गाइस अब चाहिँ हामी भक्तपुर दरबार घुमेर फर्किन लागेको दही सही खायौँ अनि फर्किन लागेको छोरोले जहाँ गए पनि बस्नै दिँदैन दौडा दौडै गरेर
छोराको कुरा गरेर गर्दैछ अनि उसलाई चाहिँ टिकाउन एकदम गाह्रो छ क्या जहाँ गए पनि छुक 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 बाजी उसको सुरु भइहाल्छ भगौर धेरै गर्मी भइसकेको छ यतातिर त गर्मी रहेछ है हाम्रो कलङ्कीतिर चाहिँ किन चिसो होला नि फेरि